हेलो साथीहरू, र आज त दिन पनि एकदम दामी भएको छ। र आज चाहिँ यो घरमा पालेको कुखुरा काट्नु पर्यो। कुखुराको मासुको झोल बनाएर खाने विचार गरेको छु। यो घरमा पालेको कुखुरा आज चाहिँ पोथी काट्नु पर्यो साथीहरू। एकदमै सर्दी खोकीहरू पनि लागिरहेको छ र झोल खानु पर्यो भनेर चाहिँ अब कुखुरा निकालेँ साथीहरू। लो मेरो लन्चको लागि यो कुखुराको झोल पनि रेडी भयो साथीहरू। एकदमै आज चाहिँ ढेँडो छैन मेरो कुखुराको झोल घरमा पालेको, एकदमै गरम मसला हालेर सर्दी खोकीहरूलाई सबै यसले ठिक गर्छ। र भात पनि सुरु गऱ्यो ल साथीहरू। अब झोलसँग चाहिँ कुखुरा झोलसँगै अब भात चाहिँ अब मैले सुरु गरेँ त है, प्रार्थना सहित अब सुरु गर्नुपर्छ ल। अब यो खाना अब सबै मिलाएर प्रार्थना गरेँ है त। म प्रार्थना गरेर यो खाना सुरु गर्न लागिरहेको छु ल साथीहरू। अब सुरु गरेँ त खाएला गइस ल। दामी भएछ, एकदमै मिठो गरम मसला हालेर बनाएको खानामा चाहिँ एकदमै दामी भएछ। आज भने चाहिँ सर्दीहरू पनि भाग्ने भयो, अलिअलि लागेको खोकी गला दुख्नेहरू सबैले झोलले ठिक गर्छ। पहिला त सानोमा बाउआमाहरूले सर्दी खोको ज्वरोहरू आउँदा पनि हामीलाई घरकै कुखुरा काटेर खुवाउँथ्यो। एकदम गरम मसला मजाले हालेर पिरो बनाएर मरिच अलिक बेसी हालेर जाइफलहरू हालेर बनाएर यसरी खिलाउने गर्थ्यो। त्यही कन्टिन्यू मैले पनि घरमा सुरु गर्ने गरेको छु। कहिलेकाहीँ यसरी खोकीहरू लाग्यो, सर्दीहरू लाग्यो भने चाहिँ यसरी कुखुराको झोल बनाएर खाने गरेको छु है साथीहरू। राखेँ है फिलहालको लागि।